बाढी पहिरो आपद विपदमा स्थानीय सरकारको नेतृत्वको रूपमा सबैभन्दा अगाडि छाती खोलेर अगाडि आउने को? गरिब जनताहरूलाई दुःख पर्दामाखेरि उभिने मान्छे को? तपाईलाई पनि मेरो सीमा थाहा छ, स्थानीय तहमा हुने बजेटको सीमा थाहा छ। सबैलाई घर घरमा गएर मैले पिठो हाल्न सक्दिनँ, चामल बाँड्न सक्दिनँ, तर दुःख पर्दामाखेरि कुनै दिन सरकारको नेतृत्व फोन नउठाएर लापरवाही तरिकाले मैले चाहिँ मेरो जनताले रेस्पोन्स नगरेको कुनै एउटा घटना छ भने तपाईँले मलाई भन्नुहोला, म जवाफ दिन तयार छु। जति बेला जनतालाई समस्या पर्छ त्यति बेला सबैभन्दा अगाडि उभिने मान्छे असीम राई हो। यो कुरा जनतालाई थाहा छ, त्यहाँका चाहिँ आधारभूत जनतालाई थाहा छ। विरोधीहरू त अब तमासा गर्छन्, त्यतातिर म धेरै जान्न, तर सबैलाई मैले जुन हिसाबले त्यहाँको अभिभावक रूपमा भूमिका खेल्ने चाहिँ मैले हिम्मत गरेँ, त्यो मलाई अरूले के भन्छन्सँग सरोकार छैन। तर राति सुत्दामाखेरि मलाई निन्द्रा लाग्छ। मैले आफ्नो जनताको लागि आमा सुरक्षा कार्यक्रम लागू गरेर मेरो आमा दिदीबहिनीहरूको चाहिँ ज्यानको रक्षा गरेको, कोभिड जस्तो विकराल चाहिँ परिस्थितिमा छाती खोलेर अगाडि आएर मेरो जनताहरूलाई रेस्क्यु गरेर घर घरमा गएर चाहिँ राखेको, ल तपाईँहरू नडराउनुहोस् हामी तयार छौँ भनेर भनेको लगायतका विपत्तिमा सबैभन्दा अगाडि दर उभिने मान्छे हामी भएको हुनाले मलाई अस्पताल पनि बनिसकेको थियो त्यतिखेर। अस्पताल बनेको थिएन विक्रमजी, अस्पताल छँदै थिएन। तपाईँलाई थाहा होला भने त कति सहज हुन्थ्यो होला। कोभिड अस्पताल मैले चाहिँ लगभग 2 दिनमा अर्को चाहिँ अस्थायी कोभिड अस्पताल बनाएर मेरो जनताहरूको चाहिँ सुरक्षाको ग्यारेन्टी गर्ने प्रयत्न गरेको हो। तपाईँलाई थाहा छ फुरुङ दुधकोशी गाउँपालिकाको केन्द्र आज मुक्लीमा चाहिँ सुविधा सम्पन्न अस्पताल बनेको छ। त्यो अस्पताल सरकारले बनाएको अस्पताल होइन विक्रमजी, सरकारको बजेटबाट बनेको अस्पताल होइन, त्यो नागरिकको जनसहभागितामा चाहिँ हामीले बनाएको अस्पताल हो। त्यो नमुना अस्पताल हो र एउटा मोडल बनेको छ। आज श्रमदानको चर्चा छ, त्यति बेला जनताको सहभागितामा जनताले हामीले मुठीदान गर्नुभएको हो। मैले तपाईँलाई सम्झना गराउँ, त्यहाँ राई बस्तीमा किराँती बस्तीमा मैले चाहिँ महायज्ञ चाहिँ राखेर मैले धार्मिक सहिष्णुताको चाहिँ एउटा नमुना काम गरेको हुँ। म आफै कलश बोकेर त्यहाँ सबै ठाउँमा चाहिँ हिन्दू धर्मावलम्बी चाहिँ आदरणीय मेरो जनसमुदाय, मेरो मान्छे हो नि त उहाँहरू, त उहाँहरूको सम्मानको लागि, उहाँको धार्मिक आस्थाको सम्मान गर्नको लागि मैले त्यो कार्य गरेको हो। र त्यहाँबाट पवित्र अस्पताल जस्तो काम हामीले गऱ्यौँ। त्यो अस्पतालबाट आज कति मान्छेले चाहिँ ज्यान बचाउनु भयो होला, हामीसँग डाटा छ। कति मान्छे हेलिकप्टरबाट रेस्क्यु गर्नुपर्ने मान्छेलाई त स्थानीय रूपमा हामीले बचाएका छौँ। मलाई त त्यो त चाहिँ धर्म लाग्ला नि त, त्यो त पुण्य होला नि त। त्यो हिसाबले हामीले गरेका कामहरू त्यसरी चाहिँ मूल्याङ्कन गरिराख्नु भएको छ त्यहाँका आधारभूत जनताले भन्ने लाग्छ।